क्रिकेट हङकङ चाइनाद्वारा आयोजित हङकङ 6 प्रतियोगितामा नेपालले आफ्नो 7 सदस्यीय टोली घोषणा गरेको छ, जसको कप्तानी शरद भेष्वाकरले गर्दैछन्। यस प्रतियोगिता हामी नेपालीको लागि नौलो र नयाँको विषय हुन सक्छ। आज जानौँ हामी यस प्रतियोगिताको बारेमा। यो प्रतियोगिताको पहिलो संस्करण सन् 1992 मा आयोजना गरिएको थियो र त्यतिबेला 8 वटा टिमको सहभागिता थियो भने 2017 बाट 12 वटा टिमको सहभागिता रहेको छ। यस प्रतियोगिताको सफल टोलीमा पाकिस्तान, इङ्ल्यान्ड, साउथ अफ्रिकाले समान 5-5 उपाधि हात पारेका छन्। नाममै हङकङ 6 भएका हुनाले यो प्रतियोगिता 6 ओभरमा आधारित छ। एउटा खेल खेल्दा एउटा टिमले 6 ओभर बलिङ र 6 ओभर ब्याटिङ गर्नुपर्ने हुन्छ। फाइनलमा भने 8 ओभरको खेल रहेको छ। नो बलमा फ्री हिट हुँदैन र अल आउटको लागि 6 विकेट आवश्यक छ। 5 विकेटले मात्रै हुँदैन। अब कुरा गरौँ नेपालको। नेपाल गत वर्ष पोल बीमा रहेको थियो। यस पोलमा अस्ट्रेलिया, इङ्ल्यान्ड र नेपाल रहेका थिए। नेपालले इङ्ल्यान्ड र अस्ट्रेलिया दुवै टोलीलाई हराएको थियो र क्वार्टर फाइनलमा आफ्नो स्थान बनाएको थियो। क्वार्टर फाइनलमा श्रीलङ्कासँगको हारले प्रतियोगिताबाट बाहिरिएको थियो। यस वर्षको कुरा गर्नुपर्दा नेपालले शरद भेष्वाकरको कप्तानीमा 7 सदस्यीय टोली घोषणा गरिसकेको छ। यसमा शरद भेष्वाकर, सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल आलम, राशिद खान, रूपेश सिंह रहेका छन्। शरद भेष्वाकरको यो अन्तिम सिरिज हुँदैछ भने उनी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदैछन्। आशा गरौँ यस प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्नेछ। बेस्ट अफ लक टिम नेपाल। जय नेपाल, जय नेपाली क्रिकेट।